हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। वेलकम टु माई मिनी ब्लग। अनि आज म चाहिँ गान्तोकतिर लागे अनि काम सकेर चाहिँ चट्ट बजार घुम्न गएको। अनि बजारमा सानो काम पनि थियो। अनि यहाँ हेर्नुस् मस्जिद अनि यो चाहिँ गुम्पा हो। अनि स्पेशल प्लेस देखाउँछु म तपाईहरुलाई गान्तोकको है। अनि मेरो सबसे खास प्लेस चाहिँ अब देखाउन आँटेको छु तपाईलाई। के हो भन्दा चाहिँ यो मन्दिर हो। यो चाहिँ शिवजीको मन्दिर हो। यहाँ चाहिँ नानु र मेरो यहाँ चाहिँ बिहा भएको हो। अनि मेरो लागि चाहिँ एकदमै स्पेशल हो। यहाँ चाहिँ हामी दुईजना जीवनसाथी भएको हैन। अन्त हामी चाहिँ यहाँनिर इन्ट्री गर्यौं। वेलकम टु सिक्किम। यो चाहिँ गान्तोकको यता रिनकबाट पस्ने मेन गेट हो। रम्फू सिन्ताम रिनकबाट। अनि आज मेरो काम पनि भएन। एकदम स्याड भएर चाहिँ म फ्लाइओभरमा हिँड्दैछु। अनि म चाहिँ कहाँ गएको भन्दा चाहिँ म चाहिँ तपाईहरुलाई एमजी मार्ग अनि म लाल बजार गएको। खासमा चाहिँ म तपाईहरुलाई सबै देखाउँछु ल। यहाँ हेर्नुस् त फुल हाम्रो सिक्किम कति सफा छ है साथीहरु। हेर्नुस् एकदम नीट एन्ड क्लीन, कति खुसी लाग्छ। अनि यहाँ हेर्नुस् एमजी मार्ग हो यो चाहिँ हो। अनि फ्लावर हेरिहाल्नुस्, वाउ कति राम्रो छ हैन। अन्त एकदमै गर्व लाग्छ मलाई। हाम्रो सिक्किम एकदमै नीट एन्ड क्लीन छ अनि खुसी पनि लाग्छ हो। अनि यहाँनिर चाहिँ नयाँ सानो घरहरू पनि रहेछ। दोकानको चिटिक परेको हेर्नुस् न, कति दामी। म त नआएको निकै भएछ गान्तोक। यहाँ हेर्नुस् फ्लावर, वाउ क्या दामी है। अन्त चाहिँ यहाँ चाहिँ टक्क गान्तोकको यो भ्यू हो। त्यहाँबाट टक्क आएर फुल हेर्नुस् इन्डियाको फ्ल्याग मुभिङ भएको हो। अनि चाहिँ यहाँनिर अझै एउटा कुरा छ, म तपाईहरुलाई देखाउँछु। गान्तोक त तपाईहरु सबैजना आउनु भएकै हो हैन, र पनि यसो क्याप्चर गरिराखेको हाम्रो एकदम सुन्दर प्लेस हैन। अब नआएको त कोही पनि छैन होला। तपाईहरु सबैजना गान्तोक त आउनु भएकै छ हैन, र पनि अब हैन यसो टक्क सुन्दर प्लेसलाई चाहिँ क्याप्चर गरिराखेको। अन्त यहाँ हेर्नुस् हो। अन्त यहाँबाट चाहिँ टक्क म चाहिँ झर्छु अब लाल बजार। अम्बो कत्रो डर लाग्दो हेऱ्यो मलाई। अन्त यहाँबाट चाहिँ म चाहिँ टक्क लाल बजार झर्छु। यो ठाडो बाटो हो। अन्त चाहिँ हेर्नुस् ल, यहाँबाट चाहिँ गेट बनाएको छ। पहिला त यस्तो थिएन, भर्खरै बनाएको होला यो। अन्त त्यहाँदेखि चाहिँ टक्क म झरेँ। ठाडो लाइन भन्छ यहाँनिर चाहिँ हो। दोकानहरू छ, स्यालुनहरू छ, सबै छ यहाँ। अब भन्नु त पर्दैन, र पनि अब म भिडियोमा एक्सप्लेन त गर्नै पर्यो नि त। त्यतिकै सादा भिडियो बनाउँदा तपाईहरुलाई मजा आउँदैन हैन। अब आउनु त सबैजना आउनु भएकै हो नि त गान्तोक त। नआएको त कोही हुनै सक्दैन गान्तोक जस्तो जग्गा नआएको चाहिँ। अन्त त्यहाँदेखि चाहिँ म चाहिँ जाँदैछु। कहाँ जाँदैछु भन्दा चाहिँ लाल बजार गएको। किन गएको भन्दा चाहिँ मेरो बुढाको लागि चाहिँ छुर्पी किनिदिनु गएको। अनि यहाँनिर टक्क फोन दोकान रहेछ। यहाँनिर मेरो फोनको कभर छ कि छैन भनेर सोधेँ। अन्त त्यहाँदेखि चाहिँ छैन रहेछ। फेरि तल आएँ, यहाँनिर छ होला पक्कै पनि भनेर चाहिँ यहाँनिर चाहिँ मैले फोनको कभर पाएँ। हेर्नुस् वाउ कति क्युट छ मेरो फोन कभर। मैले किनेँ हो। मलाई यस्तै फोनको कभर चाहिँ मन परिरहेको थियो। अनि म चाहिँ टक्क लाल बजार आइपुगेँ। अनि यहाँ छुर्पी किनेँ। अनि सब्जीहरू हेर्नुस् लाल बजारमा एकदम फ्रेस एकदम दामी छ सब्जी। हेर्नुस् हो, सबै किनौँ जस्तो लागेको थियो नि, तर म भारी बोक्नै सक्दिनँ। अनि केही पनि किनिनँ मैले, छुर्पी किनेँ। अनि त्यहाँदेखि परनिर चाहिँ मसरुम रहेछ, कस्तो दामी रहेछ कि। म देखाउँछु तपाईहरुलाई, हेर्नुस् ल। यो च्याउ घरमै बनाउनु भएको हो। कस्तो दामी, कसरी हो? दिनु न एक पाउ। होइन त्यही दिनु। अनि मैले च्याउ पनि किनेँ। अरू त केही किन्नै मन परेन किनभने म बोक्नु सक्दिनँ। सब्जी त दामी थियो, सबै कुरा लानु मन पर्यो, तर मलाई चाहिँ भारी बोक्नु चाहिँ एकदमै सक्दिनँ म। अनि त्यहाँदेखि चाहिँ म चाहिँ लागेँ अब स्ट्यान्डतिर। ढिलो पनि भइसक्यो, गाडी पाउँदैन हो। अनि यहाँ चाहिँ फ्लावर रहेछ, वाउ कस्तो मन पर्यो मलाई। तर अब के गर्नु र, म बोक्नु सक्दिनँ अहिले। गान्तोकबाट लाँदा प्राकप्रुक भाँचिन्छ पनि हैन। अन्त मैले लगिनँ साथीहरू। अन्त यहाँ चाहिँ फ्रुट्स दोकान हैन, फ्रुट्स दोकानतिर आएँ म। के किनौँ भयो। एकदमै एकछिन घुमेँ, यतातिर हेरेँ हैन। सबै दामी एकदम जे हेर्छु त्यही फ्रेस देख्छु हो। अन्त त्यहाँदेखि टक्कै यहाँ पनि आएँ। अन्त
होइन अहिले फ्रुट्स चाहिँ नकिन्नु पर्यो। पहिला चाहिँ म चाहिँ पानीपुरी खानु जान्छु भनेर चाहिँ भोक पनि लागिरहेको थियो, बिहानदेखि केही खाएको थिइनँ। अनि त्यहाँदेखि म चाहिँ यहाँ चाहिँ पानीपुरी चाटहरू पाउँछ नि त, कस्तो दामी क्या मिठो हुन्छ हेर्नुहोस् ल। यहाँदेखि अलिक पल्लोपट्टि हो। अन्त मलाई चाहिँ नि साथीहरू लाग्ने छुरी चाहिरहेको थियो। मेरो घरमा चाहिँ सब्जी काट्ने छुरी चाहिँ सबै भुत्ते भएको थियो नि त। अन्त एउटा छुरी किने, कति भनेको 40 भन्दै थियो भैयाले। मैले लान्न होस् भनेर जाँदै थिएँ, फेरि लानु भनेर चाहिँ 30 रुपिसमै दिनुभयो। अन्त चाहिँ हुन्छ त्यसो भए प्याक गरिदिनु भनेर किनेँ मैले। अन्त चाहिँ फाइनली म चाहिँ पानीपुरी भएको जग्गामा आइपुगेँ। अन्त मैले भाइलाई चाहिँ 20 रुपिसको पानीपुरी दिनु भनेको थिएँ होइन। अन्त हेर्नुहोस् ल, 20 रुपिसको पानीपुरी चाहिँ कति बेसी पाउँदो रहेछ। म चाहिँ चाट पनि खाने भनेर आएको थिएँ, तर मैले खानु सकिनँ। किन भन्दाखेरि चाहिँ 20 रुपिसमा चाहिँ यति धेरै मेरो भुँडी नै अगायो नि त। कप पानीपुरी खानु थालेँ साथीहरू। म चाहिँ यहाँ हेर्नुहोस् 2टा 3टा 4टा 5वटा भयो। 20 रुपियाँको भने भएको छैन भन्दैछ भैयाले। 6वटा 7वटा 8वटा हो, अम्बो 8वटा दिँदो रहेछ 20 रुपियाँको पानीपुरी चाहिँ। अनि मैले चाहिँ भयो अब चाहिँ म नखाने भने हो। अन्त फेरि रस मिठो भयो, अलिक रस दिनु न भनेर चाहिँ रस खाएको हेर्नुहोस्। अनि मैले चाहिँ रस टक्क पिएर चाहिँ त्यहाँदेखि चाहिँ म चाहिँ लागेँ घरतिर एकदमै खुसी भएर। अनि नि साथीहरू मेरोमा 10 को चेन्जै दिनु पर्यो भनेर चेन्जै दिएँ मैले। मलाई चाहिँ पिरो भइरहेको थियो नि त, पानी खानु मन परिरहेको थियो। अन्त त्यहाँदेखि चाहिँ पैसा दिएर चाहिँ यहाँ चाहिँ 20 रुपिसमा चाहिँ कति बेसी पुच्का पाउँदो रहेछ। मेरो चाहिँ भुँडी नै भर्यो हो। थ्याङ्क यू भाइ। अनि चाहिँ यो भैयाकोमा आएर चाहिँ एउटा अङ्गुर चाखेको, गुलियो अङ्गुर रहेछ होइन। अन्त मलाई अङ्गुर चाहिँ पुरा मनपर्छ नि त। अन्त मैले आधी केजी अङ्गुर पनि किनेँ। अनि त्यहाँदेखि चाहिँ म चाहिँ लागेँ अब घरतिर। अन्त यहाँ लाल बजारमा त अब जे हेऱ्यो त्यही मनपर्छ, बेसी हेर्नु हुँदैन हो। अन्त अङ्गुर चाहिँ गाडीमा खान्छु भनेर किनेँ। अन्त त्यहाँदेखि चाहिँ म चाहिँ घरतिर लागेको। अब चाहिँ गाडीले छोडिसक्यो होला मलाई हो। अन्त यहाँनिर चाहिँ बाहिरको सिन हो, लाल बजारको बाहिरको। अनि अब चाहिँ छिटो जान्छु भनेको। फेरि मलाई चाट खानु मन पर्यो। अनि भैयाकोमा गएर चाट कति हो भनेको 30 रुपिस अरे। यो चाहिँ कहाँनिर हो भन्दाखेरि चाहिँ सब्जी मार्केटको अगाडिपट्टि। त चाट खाएर चाहिँ म चाहिँ फेरि आएँ गाडीमा चढ्नुको लागि। अनि यहाँबाट ओह्रालो झरेर ऊ तल चाहिँ गाडी पाउँछ। यहाँबाट सानो ट्याक्सीमा चाहिँ तलसम्म जान्छु, त्यहाँबाट चाहिँ हाम्रो रिनकको गाडी पाउँछ, त्यहाँबाट चाहिँ घर जान्छु। साथीहरू आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई सबैजनालाई। अनि लाइक कमेन्ट चाहिँ गर्नु होला है।